नमस्ते, म गोकर्ण गौतम भैरुवा न्युरो एन्ड एलाइड क्लिनिकबाट। आज म भिटामिन डी को बारेमा सामान्य जानकारी दिन गइरहेको छु। भिटामिन डी यो छालामा सूर्यको युभीबी किरणले भिटामिन डी बनाउँछ। यसलाई सूर्यको भिटामिन पनि भनिन्छ। यसको मुख्य काम क्याल्सियम र फस्फोरस अवशोषणमा मद्दत गर्दछ। हड्डी, दाँत र मांसपेशी स्वास्थ्य राख्दछ। अन्य भूमिका प्रतिरक्षा प्रणाली, मुड र समग्र स्वास्थ्यमा समेत महत्त्वपूर्ण भूमिका खेल्दछ। त्यसैगरी भिटामिन डी कम भयो भने धेरैजसो लक्षण रहित हुन्छ। हड्डी र मांसपेशी दुखाइ, कमजोरी, थकान, बारम्बार बिरामी पर्ने, बालबालिकामा रिकेट्स, वयस्कमा अस्टियोमलेसिया, हड्डी भाँचिने जोखिम बढ्दछ। त्यसैगरी बढी भयो भने वाकवाकी लाग्ने, बान्ता हुने, अत्याधिक तिर्खा र पिसाब लाग्ने, कब्जियत, पेट दुखाइ, कमजोरी अनि रगतमा क्याल्सियम बढेमा मृगौलाको समस्या उच्च मात्रामा हुन सक्छ। त्यसैगरी यसको जाँच र विश्वसनीयतामा रगत जाँच, भिटामिन डी 25 OHD यो शरीरमा भिटामिन डी को भण्डार देखाउने सबैभन्दा भरपर्दो परीक्षण हो। यसको कमी यो 20 भन्दा कम भयो भने कमी हुन्छ, 20 देखि 30 भयो भने अपर्याप्त र 30 देखि 50 भयो भने पर्याप्त र 100 भन्दा माथि भयो भने अतिरिक्त जोखिम हुन्छ। विभिन्न प्रयोगशालामा नतिजा फरक हुन सक्दछ। त्यसैले डाक्टरको सल्लाह लिनु पर्दछ। त्यसैगरी यो चाहिँ आहार र सूर्य एउटा चाहिँ स्रोत हो। यो बिहान र दिउँसोको घाम 15 देखि 20 मिनट घाममा बस्नु पर्दछ। त्यसैगरी माछा, साल्मन, पहेँलो चाहिँ अन्डाको पहेँलो भाग, कलेजो, माछाको जनावर अनि दुध, दही, अनाजहरू माछाको कलेजोमा पाइन्छ भने अर्को चाहिँ भिटामिन डी औषधि प्रयोग गर्नु पर्दछ। यो साप्ताहिक मात्रामा वा दैनिक खुराक खानुपर्दछ। मर्मत खुराक 1000 देखि 2000 आयु पर दिन खानुपर्दछ र यो डाक्टरको सल्लाह अनुसार खानुपर्दछ। क्याल्सियमसँगै यो पनि लिन सकिन्छ र स्वयं आफै औषधि खानु हुँदैन, डाक्टरको सल्लाह अनुसार खानुपर्दछ। त्यसैगरी उपचारमा भिटामिन के को भूमिका। भिटामिन डी ले आन्द्रामा क्याल्सियम अवशोषण बढाउँछ। भिटामिन K2 ले त्यो क्याल्सियमलाई हड्डीतिर निर्देशित गर्छ र नरम तन्तु वा नलीमा जम्मा हुनबाट रोक्छ। डी र K2 सँगै लिँदा हड्डीको स्वास्थ्य राम्रो हुन्छ। यसको स्रोत चिज, अन्डा, हरियो सागसब्जी अनि सलाहमा उच्च मात्राको डी लिँदा K2 पनि लिन विचार गर्नुपर्दछ। मुख्य सन्देश। सूर्यको प्रकाश र सन्तुलित आहार भिटामिन डी को मुख्य स्रोत हुन्। कमीको लक्षण अस्पष्ट हुन सक्दछ। शङ्का लागि रगत जाँच गराउनु पर्दछ। सप्लिमेन्ट्री डाक्टरको सल्लाह अनुसार मात्र लिनुपर्दछ। अत्याधिक मात्रामा हानिकारक हुन सक्दछ। भिटामिन K2 सँगै लिँदा क्याल्सियम सही ठाउँमा जान्छ। नियमित अनुगमन र स्वास्थ्य जीवनशैलीको दीर्घकालीन लाभ दिन्छ। स्वास्थ्य नै धन हो। कुनै शङ्का भए आफ्नो डाक्टरसँग सल्लाह लिनुहोला। धन्यवाद। नमस्कार।